साउनी नमस्ते। नमस्ते। हजुर के चाहियो होला हजुरलाई? चस्मा पसलमा त आछु म, चस्मै लिन त होला नि, साडी त हैन होला। त्यो त हो, अब भन्नुस् तपाईलाई सनग्लास देखाम कि फ्रेम देखाम? फ्रेमहरु देखाउनु न। तपाईलाई प्लास्टिक फ्रेम देखाम कि मेटल फ्रेम देखाम? प्लास्टिक फ्रेम नै देखाए हुन्छ। तपाईलाई कुन कलरको देखाम? रेड देखाम कि येलो देखाम कि ओरेन्ज देखाम कि ब्ल्याक देखाम? भन्नुस् त। व्हाइट देखाउनु न। ए मलाई भन्नु अब क्याटाइमा देखाम कि स्क्वायरमा देखाम कि गोलैमा देखाम? स्क्वायर मोडलमा देखाउनु न। ए स्क्वायरमा? यो हुन्छ? दिनु न त। राइटले दिम कि लेफ्टले दिम? राइटले दिनु न त। मलाई भन्नु तपाईको माथिबाट दिम कि तलबाट दिम? माथिबाट दिनु न। बट्टामा दिम कि यतिकै दिम? यतिकै दिनु न। अब हेर्नुस् है मेरो पालो। कति रुपैयाँ पर्यो? 1000 दिनु न। पैसा आज दिन कि भोलि दिन? आज दिनु न। आज दिने हो भने अहिले दिन कि भरे दिन? अहिले दिनु न। अहिले दिने हो, त्यसो भए 1000 को नोट दिऊ कि 500 को नोट दिऊ? 1000 के दिनु न। 1000 को दिने हो भने राइट हातले दिउँ कि लेफ्ट हातले दिउँ? राइटले नै दिनु न। त्यसो भए सुल्टा पारेर दिउँ कि उल्टा पारेर दिउँ? पैसा जस्तो कुरा सुल्टै पारेर दिनु न। त्यसो भए पैसा माथिबाट दिउँ कि तलबाट दिउँ? तर त ठाउँै छैन, माथि नैबाट दिनु न। यति राम्रो चस्मा दिनुभएको भए हजुरलाई धन्यवाद। तपाईहरुलाई पनि यस्तो राम्रो चस्मा चाहिएमा एकता आर्टिकलमा आउनु होला।